जयमसी सबैजनालाई हामी दिदीभाइ भान्जी दिदी म यसरी भुजुङतिरको टुरमा हो। हामी भुजुङ गाउँ घुमेर आउने भनेर गाडी कुर्दा कुर्दा गाडी नै आएन अनि हिँडेर जानेछौँ हामी। यो चाहिँ गुम्बा रहेछ, यहाँ बाटोमा गुम्बा। Toilet. जानु भएन, खिच्नु भएन। अगाडि क्यामेरा गर्नुपर्छ। त्यो माथि हिमाल देख्न सक्नुहुन्छ, स्पष्ट रूपमा देखिन्छ हिमाल, डाँडाहरू। भान्जी हाई भनिदेऊ। बुझ्नु जाने ल, यहाँबाट माथि चाहिँ घनपोखरा जाने बाटो रहेछ, गाउँ जाने बाटो, पुरा हिँडेर जाने बाटो। यहाँदेखि छुट्टिन्छ नि होइन, यता चाहिँ गुरुङ गाउँ जाने, यता चाहिँ यता लाग्नु पऱ्यो। ल ठिक छ, भेरी नाइस। आज मेरो टुर भुजुङ, भोलि यता घनपोखरा र घलेगाउँ भ्याएर फर्किन्छु फेरि। बाई। यो पाखामा दिदी हामी पहिला पुरै गुलिल लिएर चरा मारिने पाखा, यो सानामा भनेर के यो जुरेलो, यो चुत्रो होइन, यो बोट कहिले फल्ने हो? यो वैशाख जेठतिर बाटो यात्रा टाढा छ। चर्च त देखाउनै बिर्सिन्छु मैले, यहाँ चर्च छ, घनपोखराको चर्च यहाँ छ। अनि डाँडा यहाँनिर देखाइदियो भने मोर्चा पर्छ। अब त्यो ठाउँमा आफै एक्लै जाने भन्छ। यस्तो ठाउँमा आफै एक्लै जाने भन्छ नि। मलाई त के अरे के भन्दै थियो नि, मेरो एक्जाम सकिन्छ नि सँगै जाने पर्खिन है रे। अब त्यहाँ 23 गते पुग्नु पर्छ, तिम्रो कुरेर बस्छ भन्दा आइसिलोको गाडी बोट पानी पनि लिएन यार।
खोइ म बोकिदिन्छु झोला गरौँ होइन कि यसरी बोल्नु सबै पोते जाने ए यो चर्च जाने गेट हो कस्तो दामी गेट बनायो यतातिर त स्यालको भनेको यतातिर हो कि कता ओहो पुरा च्यानल गेट बाफ्रे बन्दोबस्त कत्रो कत्रो मुडो लगाएर राख्यो भर्खरै बनायो हो कि भर्खरै बनायो हेर्नु न फलाम च्यानल हेर्नु न भर्खर त हाल्यो यहाँ दिनतिर खुल्लै छ त्यहाँ मात्र चाबी गरेर हाल्यो कि काम त हिँड्दा थाकियो नायो गाउँबाट घरे गाउँ भुजुङ जाने बाटोमा आधा बाटोमा छौँ हामी करिब करिब 4 किलोमिटर हिँडेर आइसकेपछि 4 किलोमिटर प्लस 5 किलोमिटर 9 किलोमिटर हिँडेर आइसकेपछि यहाँ बिचमा चौतारो छ यो चौतारो यहाँ बसिरहेको छु गाडी आउने वेटिङमा त गाडी कहिले आउने थाहै छैन आउँछ आउने थाहै छैन त्यो भुसुङको बाटोमा बाटो ठुलो छ त गाडी एउटा नहिँड्ने के हो जस्तो गाडी नै हिँड्छ यहाँको पपुलेसन नै छैन होला सायद घाम यस्तो घाम लाग्छ तर चिसो हावा चलिरहेछ टाउको दुख्यो चिसो हावाले फेरि पनि सबैलाई नमस्कार मित्रहरू म अहिले भुजुङमा आइपुगेँ यो भुजुङको यो पार्किङ गर्ने ठाउँमा गाडी यो गाडीमा आएको हामी यहाँबाट देखिने हिमाल डाँडाको यही हो यहाँभन्दा तल खोला देखिन्छ बेसी भुजुङ गाउँ यो बाटो हुँदै आएको हामी ल मित्रहरू आज भुजुङ गाउँ प्रवेश गर्दैछु म यहाँबाट हाम्रो भान्जी दिदी यहाँ छ
अब यहाँ खिचेपछि अनि घरपसम्म गएर खिच्यो त्यसपछि सक्यो घरले अन्त गइन्न होला सायद सबै ढुङ्गाल छाएको घर त्यो खेत त बेसी त ठुलो रहेछ है फाँटै रहेछ त बेसी त भुजुङ गाउँ पहिलोचोटि आयो यार भुजुङ गाउँ त यहाँ यसो दाउरा चिरेर बाल्नको लागि रेडी गर्नुपर्छ सिल्ली बाटो मान्छे त यो चाहिँ अर्कै डिजाइनको घर रहेछ काठको मात्रै यो काठको के को ए प्लेन सिटकियो हुन्छ के कुरा ल मित्रहरू तपाईँहरूलाई भुजुङ गाउँ देखाउँदैछु यहाँको यस्तो छ बाटो यस्तो छ यो त त्यो त्यहाँबाट चाहिँ भित्र गाउँमा आउनु चाहिँ केही पनि आउँदैन है बाटो छैन है बाइकहरू हिँड्नलाई यति हो आफ्नो घरमा जाने केही छैन हिँडेर जाने अन्त यहाँ चाहिँ यस्तो रहेछ आफ्नो घर जाने बाटै बिर्सेछ घर जाने बाटो बिर्सिन्छ दिदीले यो आँगन यो बाटो रात परिहरू चाहिँ के घुम्नु जान्छ रात यस्तो राति के घुम्ने र भोलि बिहान घुम्नु अहिले मात्रै अहिले घुम्ने हो रात झमक्कै पर्दैन थियो दिदीले आफ्नै घर जाने बाटो बिर्सिनुपर्छ म एक्लै आएको भने कहाँ पुगिन्थ्यो होला जाने अलमले ए त्यो बाटो गोरु यो पुरै ओह्रालो म घरहरू छन् यो खालको अझै म रात पऱ्यो गाइज भोलि बिहान घुम्छु म गाउँ अहिले रात पऱ्यो त्यसो भए अहिले नै आउँछु म ल गाउँ के घुम्ने त राति अब जस जति सकिन्छ घुमौँ फेरि भोलि बिहान मात्रै छ अरे गाडी दिउँसो पाइँदैन रे यो ठाउँबाट दुःख छ बेसरी गाइज घुम्नलाई चितवनबाट आइयो भुजुङ हेर्न भनेर राति आइयो गाडी नपाएर के गर्ने गाइज अब यस्तै छ
मात्रै छ यहाँ टोटली घर मात्रै मान्छे नभएको छ अरू घर बाटो नि कति हो गयो नि आम्मा बाटो नि कति हो कति नि ठन्डा यहाँ जाने त्यो तपाईँ छ बाटो वडा नम्बर 4 कार्यालय घूमने वाला घर है यो तल जाने बाटो कति हुन् कि कति यहाँ सब ढुङ्गा मिसाएको बाटो रहेछ घरै घर त्यहीँ घर यहीँ घर बारी त कसै नरहेछ यहाँ त लसुन प्याज रोपेर काम भनिन्छ नि यहाँ त यो बाटो यो घर यस्तो यो धागो बुन्ने मेसिन यहाँबाट एकचोटि देखाइदिउँ न है यहाँ त दिँदै चाहिन्छ कताबाट हिँड्या कताबाट हिँड्या थाहै छैन गाउँ त हुन त यति नै रहेछ यहाँ माथि छसँग त यही ओइ ओहो त्यहाँ कति खेत हो नि यो सबै भुजुङ गाउँलेको खेत है
होमस्टे 10 नम्बर बुझ्नु 7 नम्बर होमस्टे हेर्ने ल होमस्टेको चाहिँ यसो पनि रहेछ यता नि छ बाटो फेरि त्यता नि छ मेरोमा अलैँची यो अलैँची लेक जाने बाटो त्यो माथि लेक हो यहाँ झर्ने हो टाइमको छ 7 बजे दिदी 15 मिनटमा आइपुग्यो यहाँ त्यसको दाउरा यता पनि छ बाटो फेरि घर पनि बाटो रहेछ चाहिँ देखिने ठाउँमा यही ठाउँमा पुरै देखिने ठाउँमा पाए त पुरै घुम्न पनि पर्दैन अनि किन घुम्ने त्यहाँ गरेर हेरेर झरे हुँदैन तल तल घर घरै किन जानु पर्यो किन चिन्नु तलबाट पनि त्यसो हुँदैन त कता नघुम्ने कि एक ठाउँमा ट्याक्कै हेर्ने अनि अलिकति सबै देखिने ठाउँ पाएर घुम्नै पर्दैन जा नघुम्ने कि एक ठाउँमा बसेर हेर्ने अनि निस्किने 7 कप बज्यो अब घर जाँदाखेरि 7:15 हुन्छ टायरबाट आउँदै 8 यहाँबाट देखिहाल्यो आइदिएन यति देखिहाल्यो आयो माथि जानु परेन फेरि तल जानुपर्छ है मेरो पाखा पुरै ढुङ्गाको गर्छ कि यहाँ त धेरै जस्तो अहिले चाहिँ धेरै अलिअलि नयाँ बनाएको छ यो त लज सुजुन होटल एन्ड लज होमस्टे त साथीहरू मिलेर आयो भने होमस्टे बस्ने तरिकाले बल्ल गाउँै हेर्नु छ कि यता बटन छ फेरि अर्को बाटो यस्तो ट्याङ्की जस्तो के रहेछ यो पानीको होला पानीको के राखेको
घन्टीमा निस्किन्छ बजे दाउरो कति राम्रो दाउरो के कति राम्रो नि यहाँ एक नासको काटेको नि पसल त नि बाटो हो कि हो घर हो कि बाटो ए पुरै देख्दो रहेछ त आउनु सबै देखेँ होमस्टे नम्बर उसमें 19 होमस्टे रहेछ नि त पुरै देख्दो रहेछ यहाँबाट पुरै देख्दो रहेछ नि भइगयो अब घुम्नुपर्ने यहाँले ठिक छ दिदी आराम हुन्छ हजुरको काम हेर्न आएको जाम दिदी जाम ए सर हेर्ने भिडियोले निकाल्दा हुन्छ कि यति देखिने त्यो रिसिभै गर्ने अब सर बाटो उहाँ गुम्बामा जानु पनि पर्ने जाने यहाँबाट आउँथ्यो पुरै देखियो खिचिसक्यो यहाँ बसेर सेल्फी हानौँ न एउटा दुईजनाको साथीहरू पनि यस्तो सफा बाटो यस्तो सफा बाटो छ
पुरा क्लिन निट डस्टबिनहरू राखिदियो होला नि त बाटो बाटोमा कागज पानी भुजुङ गाउँ एकदमै सफा देखियो यहाँ कागजहरू केही पनि फोहोर फाल्न पाइँदैन साथीहरू बाटो यस्तो सफा छ तर खासै जाडो चाहिँ छैन धारा बन्द रहेछ यहाँ धारा यता छ बाटो एउटा यता छ अर्को बाटो कतिवटा बाटो कतिवटा भोलि चाहिँ एक्लै आएर त भोलिँदो रहेछ वडा नम्बर 9 कार्यालय होइन यहाँ ठाँटी यही हो क्यान ठाउँ यही हो यो घाँटो डाट्ने ठाउँ ठाँटी यो प्रोग्राम स्टेसन यो भुजुङको यहाँ 11 फिट जस्तो रहेछ बस्ने ठाउँ प्रोग्रामहरू हुन्छ एक पाखो भेटियो अब अर्को पाखोको घर रहेछ फेरि त्यो गाउँ घुम्न त पुरा एक दिनै चाहिँदो रहेछ म यहाँ आधी घन्टा 1 घन्टा टाइम निकालेर आएको यो त अघि आएकै बाटो होइन र ल यहाँबाट माथि लागेको अघि यहाँबाट माथि गएको यताउटै आउँदै यताबाट आइयो फेरि फर्किन्छौँ अब हामीसँग धेरै टाइम छैन 8 बजेको बस छ यहाँ फेरि बस गाडी पाउन एकदमै टाढो रहेछ पहिल्यै बुकिङ गर्नुपर्ने अनि टाइममा आएन भने छोडेर जान्छ रहेछ त्यसले छोड्यो भने गाडी नै नपाइने फेरि अर्को त्यही भएर हामी टाइम टु टाइम चल्नुपर्छ यहाँ साथीहरू हिमाल चाहिँ म जुम गरेर देखाउँछु है ल यो हो हिमाल यहाँबाट क्लिन रूपमा देखिने हिमाल बिहानै घाम यो हिमालमा लाग्छ दिदी वहाँ पुग्छौँ म दाउरा यता फेरि अर्को बाटो छ कति हो कतिकै बाटो त यही बाटो अघि आएको पानीको पाइप त हो नि यो कति ठुलो पानी त्यता र यता त बाटो फरक छ दिदी त्यो त यस्तो क्लिन छ यता त अलिअलि त्यहाँखेरि कि यहाँबाट लेखेन अहिले यही बाटो त हो नि अनि ढुङ्गा भएको बाटो होइन के हो हो त नि ऊ त्यो फाँट देखाएको थियो अरे भेडाले होला बाख्राले यही त हो नि ए ल साथीहरू भुजुङ गाउँको सामान बोक्ने यो टुइन हो ल त्यो पारि पनि भुजुङ गाउँ नै हो अरे तर यता जस्तो बाक्लो चाहिँ नरहेछ त्यो चाहिँ सामान बोक्ने टुइन हो यो बिग्रिएर बसेको अवस्था छ यहाँ
पारी छाडा छाडा मुनिको हाम्रो खेत ल झर्ना हेर्नुहोस् है झर्ना वाटरफल्स हो पारी कस्तो राम्रो झर्छ तर क्लिन चाहिँ देखिएन त्यही निस्कनु भयो यहाँ टलाएर यता फेरि कताको बाटो यस्तो बाटो छ कि आम्मामा ओह्रालो खतरा डेन्जर बाटो बाटो यहाँ त अलिकति साँघुरो बाटो रहेछ ल साथीहरू भुजुङ गाउँ मैले सक्दो टाइम निकालेर घुम्न पाएँ तपाईँहरूलाई पनि देखाएँ कस्तो लाग्छ कमेन्टमा प्रतिक्रिया देखाउनु होला तपाईँहरू पनि हेरेर इन्जोय गर्नु होला म नि हेरेर इन्जोय गरेँ घुमेर त जाडो चाहिँ खासै जाडो छैन यो ठाउँमा guys जाला गाडी 8 बजे जान्छ भन्यो अनि फेरि भाइलाई यसलाई नघुमाइ के लान्छ भने फेरि बाजे बुढी जाँदो भन्नु फेरि बाजे बुढी हिँड्न साधन खाने मैले भाइले जेठानीहरू ए नमस्कार देवरको पस भाइ ठुलो भाइ सानो भाइ पनि छ यतापट्टि दुई भाइ हो नि त जाम अहिले टाइमै छैन पारीतिर गाउँ बाटो कता यता जाने ल हुन्छ ल यो चाहिँ के रहेछ यस्तो म त तपाईँले आदन त्यो दिदी हो कि भन्दै आएन होइन बसेको ठिक हो कि त्यहाँ यसो बिस किन पायो नाइमा किन झर्ने गुम्बने झरे भइल्यो नि हाई एभ्रिवान बाटो हेर्नु है यहाँको बाटो यस्तो छ कोही ठाउँ यस्तो दामी छ कोही ठाउँ यस्तो छ हिँड्नै नसक्ने खालको बाटो छ यार आम्मामा उकालो डगी कुत्ता अघि नै कुकुर नि यो उहाँ देखेको भयो अब नखिच्ने